हेलो गाइज गुड मर्निङ नमस्कार म रचना शिवाकुटी आज म एउटा सानो मिनी ब्लग लिएर आइरहेकी छु सो अन्तिमसम्म हेरिदिनु होला आइपिएलको सिजन छ आइपिएल कतिजनाले हेरिराख्नु भएको छ र कसको कुन टिम फेभरेट हो सबैजनाले कमेन्टमा लेख्नु होला है त सो म चाहिँ आज एउटा मेरो नयाँ डिभाइसको अनबक्स गर्न जाँदैछु एन्ड दिस इज रेडमी प्याड प्रो 5G रेडमी प्याड प्रो 5G चाहिँ मैले आइपिएल हेर्नको लागि लिएर आएको छु होइन अब आइपिएल लाइक इट्स माई एकदम नै फेभरेट अनि त्यसपछि बाइ द वे आई लभ सिएसके ओके सो हामी फर्दर कुरा गर्छौँ रेडमी प्याड प्रो 5G को बारेमा यसको प्राइस चाहिँ सियोमी प्याड 6 को जति नै छ तर यसको डिफ्रेन्स हेर्ने हो भने चाहिँ इट ह्याज अ सिम यसमा चाहिँ सिम पनि जान्छ अनि त्यसपछि सिम चाहिँ 5G को छ तर लाइक नेपालमा चाहिँ 4G को मात्रसम्मको मात्र व्यवस्था छ त्यसैले 4G कै चल्छ यहाँनिर एकदमै राम्ररी चल्छ सो दिस इज इट सो इट्स अन अ मिन्ट ग्रिन कलर मैले चाहिँ मेरो फेभरेट हुन्छ नि ब्ल्याक अनि ग्रे यस्तो यस्तो कलरभन्दा चाहिँ मेबी मिन्ट ग्रिन इट वुड बी एकदम पर्फेक्ट भनेर मैले यो कलर लिएको छु एन्ड सबैभन्दा मेन यसको एकदम नै राम्रो फिचर भनेको चाहिँ यसको डिस्प्ले एकदम नै राम्रो छ 12.1 इन्चको डिस्प्ले छ वाउ 12.1 इन्चको डिस्प्ले छ सो यसको भ्युइङ एक्सपिरियन्स चाहिँ एकदम नै बवाल हुनेवाला छ अनबक्स मैले भर्खरै गर्दैछु है गाइजहरू ओके त योसँग चाहिँ 33 वाटको चार्जर छ गाइज 33 वाटको चार्जर छ त्यसैले यो डिभाइसले पनि 33 वाटको चार्जर नै एक्सेप्ट गर्छ सपोर्ट गर्छ है अनि त्यसपछि यसमा चाहिँ अब कम्प्याटेबल टाइप सी को पनि चार्जरको व्यवस्था गरिएको छ यसमा इट कम्स इन प्याकेज है अनि त्यसपछि यसको चाहिँ अब हेर्दाखेरि चाहिँ एकदम नै म्याट फिनिस एकदम नै राम्रो छ हेर्नु त गाइज यसको म्याट फिनिस एकदम नै राम्रो छ अनि त्यसपछि अरू कुरा चाहिँ म खोलेरै भन्छु लाइक पार्ट 2 नै बनाउनु पर्छ होला लाइक भित्र कस्तो छ के छ भनेर चाहिँ होइन मेन चाहिँ अब हेर्दाखेरि लाइक आउटबाट हेर्दाखेरि चाहिँ डिस्प्ले नै हो इट ह्याज 12.1 इन्चको डिस्प्ले सो यु क्यान गेट एकदम नै म्यासिभ भिडियोजहरू हुन्छ नि एकदम नै म्यासिभ उसमा हेर्न पाउनुहुन्छ यसको रिजोल्युसन चाहिँ 2.5 को छ है अनि त्यसपछि यसको चाहिँ क्यामेराको कुरा गर्दाखेरि चाहिँ मान्छेहरूले चाहिँ दुईवटा क्यामेरा छ भन्नुहुन्छ तर नो गाइज दुईवटा क्यामेरा छैन यसमा एउटा मात्र क्यामेरा छ 8 मेगापिक्सलको क्यामेरा छ अगाडि र पछाडि नै लाइक फ्रन्ट एन्ड ब्याकमै 8 मेगापिक्सलको छ सो यसको पर्फर्मेन्सको कुरा गर्दाखेरि चाहिँ यो चाहिँ स्न्यापड्रागन 7S Gen 2 को हो अनि यसमा चाहिँ 8GB ऱ्याम छ साथसाथै 256 GB इन्टरनल स्टोरेज छ अनि यसलाई चाहिँ फर्दर एक्सटेन्ड गर्नको लागि चाहिँ वी क्यान युज माइक्रो एसडी कार्ड पनि है मेन भनेको चाहिँ सबैको कम्प्लेन अबाउट रेडमी वाज लाइक प्याड प्रोको यसको चाहिँ पहिला कम्प्लेन के हुन्थ्यो भन्दाखेरि सफ्टवेयर चाहिँ एकदम नै नराम्रो छ सफ्टवेयर अपडेट हुँदैन भन्ने यस्तो टाइपको आउँथ्यो तर अहिले चाहिँ लाइक 3 इयर्सको एन्ड्रोइड अपडेट पनि आइसकेको छ साथसाथै 4 इयर्सको सेक्युरिटी अपडेट पनि आइसकेको छ गाइजहरू सो मेरो आइपिएल चाहिँ एकदम नै राम्रो हुने भयो लाइक आइपिएलको यो लाइक जति पनि ड्युरेसन छ लाइक आई विल वाचिङ इट अर्को पार्ट 2 मा चाहिँ अर्को भिडियो बनाउँछु अबाउट कस्तो भिडियोज छ साउन्डहरू कस्तो छ अनि लाइक कति स्क्रिनहरू कसरी चल्छ या के छ यताउता सफ्टवेयरहरू के छ भनेर इन्टरनल कुराहरू चाहिँ म पार्ट 2 मा बनाउने छु थ्याङ्क यू सो मच गाइज फर स्टेइङ विथ मी मैले त रेडमी प्याड प्रो 5G किने हजुरले कहिले किन्नुहुन्छ